यो चस्मा त फाल्दियो भने चस्मा लगाएर जान्छ कि माथि पुल छैन यहाँ छैन बनाउनु पर्यो नि ढुङ्गा म भयो प्रत्येक 5 मिटरमा पुल हाल्नु चल ढूंढ लाए सारी मासूम सी तो भर्खर चाहिँ हामी चौडा पुगेको आउने बित्तिकै यहाँ पानी पर्न सुरु भइसक्यो आउने बित्तिकै हाम्रो यहाँ राम्रोसित स्वागत भएको छ चौडामा अब अलिअलि रोकिनु थालेछ पानी सोचेको ठ्याक्क पुग्ने लाग्यो एकैछिनमा पऱ्यो नि है 1 मिनट नि लागेकै लागेन एकैछिन यस्तो चर्को घाम लागिरहेको थियो एकैछिन बादल लाग्यो पानी पर्ने सुरु बादलै छैन त माथि देखाउ नि यहाँ नि छैन अब रोकिसक्यो एकैछिन लाग्यो होइन टिकट हाम्रो कता देखाउने टिकट टिकट पाइयो टिकट चाहिँ चौधाहरू छिरिसकेका छौँ छिर्ने बित्तिकै यहाँ पानी परिसक्यो ठाउँ चाहिँ एकदम राम्रो छ होइन बस्नलाई उमा छ यार यता साइडतिर पुरा हरियाली छ यता पुरा पोखरी छ यति ठुलो यहाँ फेरि यहीँ माथि हेर्ने भने नि खतरा भ्यू छ कि है ठाउँ चाहिँ राम्रो रहेछ तर माछा र ताल बाहेक अरू केही छैन होइन अलिअलि बस्न जङ्गलमा विभिन्न प्रकारका वरिपरि पाइने चराहरू हो यो त माछाले अहिले पछि खुवाउँला होइन दिनु पाइन्न पाइन्न नि त दिन यहाँ पनि यारी यहाँसम्म त जान पाइन्छ होला नि सोध्न सोध एकचोटि त्यो त खुवाउनलाई जान पाइने हो कि माछालाई खुवाउन जान दिनु हो अहिले खुवाउँला नि भर्खर त आइए पानी खाइरहेको यिनीहरू क्याचिङ द फिस अझै जिम्नुहुन्छ यार यिनीहरू ल इङ्ग्लिस टकिङ यस आयो मान्छे त जानु त ल मलाई डरायो भने चाहिँ आफू चाहिँ जानै सक्दैन म पनि ल कति धेरै हो के यार माछा ओइ यो माछालाई हेर्न यो जुङ्गे माछालाई यो हो कति ठुलो मुख बना केही फालिदिएपछि खाउँला भनेर आएर केही भन यो ठाउँको बारेमा कस्तो लागिरहेछ के भइरहेछ एकदम राम्रो लाग्यो है त्यहाँ हेर त्यहाँ एकदम फ्रेस हावा चलिरहेछ मलाई त यहीँ बस्नु मन लाग्यो यार खतरा छ नि है ठाउँ पनि यहाँबाट काम गर्नु पर्यो क्या यहाँ तल माछाहरू छ होइन यहाँ गङ्गा छ गङ्गा एकदम दुई दिन रमाइलो अरू दिन त घाम थियो आज पानी पऱ्यो झन् रमाइलो भयो हामी आउने बित्तिकै पानी पऱ्यो त्यसैले अब झन् रमाइलो भयो अब हेरौँ अझ यहाँ टन्नै छ घुम्ने ठाउँ सो अहिले चाहिँ हामी यहाँ टौडामा छौँ होइन घुम्न भनेर आएको एकदम राम्रो ठाउँ छ यता साइडतिर पुरै हरियो छ खेती नै हुँदो रहेछ यतातिर आयो कस्तो छ यार गए म माछाहरूलाई देखाउँछु यार बिचरा एउटा त के जिस्का जस्तो भइगयो नि हो अलि झम्मै फाल्न एकैचोटि ओए कति ठुलो छ यार यो
चल ढूंढ लाए सारी मासूम सी खुशियाँ चल भूल जाए क्यामेरा हेर्दै आएको फासले हेरेर आउँदा म यहाँ बसिसकेर खै खै जाऊ त किसने त्यहाँबाट ऐसा जीना सिखाया भोक लागेमा पिटी खाउँछु मजबूर जैसा दिल रो रहा है दिल है परेशान हीरा और रांझा ये इश्क जैसा कहते हैं जो पन्ने होते नहीं पूरे करते बहुत कुछ बना यहाँ चाहिँ यस्तो राम्रो भ्यू देखिरहेछ तुझसे फिर जताततै हरियो में हो जहाँ रुखहरू छ घरहरू थोरै मात्र छ पछि के आउँछ भन्छ होइन भोकालाई जनावर पछि मे आउँछ वाह 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 बेटे वाह वाह बेटे वाह भाइरल हुन्छ यो के जनवरी पछि मे आउने मान्छे टिकटकमा गयो भाइरल मेरो एउटा फोटो निकाल बर्कट स्कुलमा सो अहिले चाहिँ हामी यहाँ सिकल टेम्पलनिर आएको यस्तो राम्रो चौर छ होइन टक्क मिलेको यताबाट भ्यूहरू हेर्ने भने पनि यस्तो राम्रो भ्यू छ भ्यू त नेक्स्ट लेभल छ क्या यहाँ यस्तो राम्रो छ होइन भ्यू होइन एकदम राम्रो छ भ्यू एकदमै राम्रो छ भ्यू चाहिँ यहाँको यहाँनिर चाहिँ यस्तो राम्रो मन्दिर छ यहाँनिर सम्म ठाउँ छ यहाँनिर पहाड छ यहाँनिर बागमती बगिरहेछ सो यो चाहिँ सिगल टेम्पल अब चाहिँ हामी यहाँबाट घरतिर लाग्न लाग्यो अब चाहिँ घरतिर जानुपर्ने हुन्छ हामीहरू चाहिँ यहाँबाट फाइनल्ली बाई भनेर अब घरतिर जाने सो आज चाहिँ जति पनि जे गऱ्यौँ हामी जहाँ जहाँ घुम्यौँ टौडा घुम्यौँ हाम्रो अनि सिकल घुम्यौँ नास्ता सास्ता खायौँ आजको दिन हाम्रो यही गरेर बित्यो त्यो चाहिँ हामीले जति पनि रमाइलो गऱ्यौँ सब मैले भ्लगमा क्याप्चर गरिसकेको छु सो अहिलेसम्म चाहिँ हेरिदिनको लागि थ्याङ्क यू सो मच एन्ड अब सिधै यहाँबाट हामी घर जान लाग्यो यसपछि मलाई देखाउने कुरा पनि केही हुँदैन सो थ्याङ्क यू सो मच फर वाचिङ बाई बाई अर्जुन बाई बाई